हेलो एभ्रिवान अनि के भन्छ दिस इज माई फर्स्ट मिनी ब्लग भन्छ आज चाहिँ मेरो बुढा र म भएर हाम्रो के भन्छ यसलाई खेत करेसोबारी भनेको त घर के अरे हाम्रो बारीमा बकुल्ला टिप्न आउँदैछौँ तर यहाँ बकुल्ला कहाँ छ ए उता यो चाहिँ हाम्रो बकुल्ला हो लसुन हेर्नुहोस् सबै मम्मीले तर उखालेर पसलमा लगिसक्नु भयो बेच्नलाई हाम्रो चाहिँ तरकारी फलफुल पसल छ नि त त्यही भएर हामी अलिअलि चाहिँ यहीँ लसुन प्याज धनियाँ अनि यो चाहिँ हामीले यहाँ साग छरिरहेको छौँ यता चाहिँ अनि यहाँ चाहिँ के छ अरे हो यहाँ पनि साग छरिनु भएको छ अरे यहाँ चाहिँ धनियाँ हेर्नुहोस् न धनियाँ बुढो भइसक्यो तर यो धनियाँ त आमा के साह्रो फलेको धनियाँ नि है होइन धेरै रोपेपछि भन्नाले नि पहिला अस्ति नैको पहिलाको वर्ष भन्नाले हाम्रो त्यो बे भएको वर्ष थियो नि त्यो वर्ष पनि यस्तै राम्रो धनियाँ फलेको थियो त्यसपछि अनि अरू वर्ष कुनै वर्ष फलेन फेरि यो वर्ष पनि कस्तो राम्रो है लोभै लाग्ने खाले डाँडै लाग्ने खाले धनियाँ फलेछ के ओ यता हेर त ल अब सुरसार गर नि त बकुल्ला टिप्नलाई यो बकुल्ला टिप्ने पनि एउटा टेक्निक हुन्छ गाइज मैले चाहिँ कसरी टिप्थेँ भन्दाखेरि यसलाई यस्तो गर्ने अनि यस्तो गरेर टिप्थेँ कि मैले चाहिँ तर यसरी टिप्ने होइन रहेछ मेरो बुढाले भर्खरै मलाई सिकाइदिनु भयो कसरी रे यस्तो गर्ने अनि यस्तो गर्ने यस्तरी आउँदो रहेछ कि कस्तो राम्रो भएर तर के अरे गेडावाला बकुल्ला टिप्नु पर्ने नि है मैले सानो बकुल्ला टिपेको कता छ हामी अब यो झोलाभरि बकुल्ला टिप्छौँ अनि पसल लान्छौँ बेच्नलाई खै देखाउ न वाउ तिम्रो त चुरोट नै देख्यो बकुलो यसरी टिप्छौ तिमीले यसरी टिप्दा बोट भाँचिन्छ तिमीले नि त भाँची गयौ नि अनि यसरी टिप्नु पर्छ कसरी यहाँ हेर यस्तो गर्ने यसलाई यसरी तल गर्ने अब पहिला पनि उहाँ कति मजाले फल्थ्यो नि अनि मलाई त जहिले पनि मलाई बकुल्ला टिप्नु पठाउँदाखेरि मैले यस्तो गरेर यस्तो अझै गेडा छाम्थेँ नि यस्तो गरेर टिप्थेँ क्या मैले अनि यो पातहरू चाहिँ फालिदिन्थेँ तर यसरी होइन रहेछ यस्तो गर्ने आउँदो रहेछ कस्तो राम्रो म यहाँनिर म चाहिँ झोला थाप्ने हो चुरोट त नखाउ न छ्या मेरो छोरा आयो उहाँबाट चाहिँ नयाँ कट्टु लाएर आएछ अब कसले कट्टु लगाइदियो बाबु आफै लाएर आएछ त नयाँ चाहिँ के अरे मैले केराउ पनि रोपेको थिएँ त यहाँ यो चाहिँ केराउको बुटो हो ए तर केराउ पनि फल्दै रहेछ है यो सबै मैले रोप्या हो यहाँबाट यस्तरी यो सबै मैले रोपेको त्यो लसुनहरू चाहिँ मम्मीले रोप्नु भयो तर मम्मीले र सोनामले रोपेको नि है अन्त प्याज पनि मैले रोपेको यो बकुल्ला पनि यतिसम्म चाहिँ मैले रोप्या हो अनि यहाँबाट तिमीले रोप्या है मैले ढिलो रोपी भनेर खुइदिएँ तर यो मैले रोपेको नि कस्तो मजाले भयो रहेछ त्यही नै लाएर तर यहाँ यो घाँस चाहिँ होइन यो घाँसले गर्दा चाहिँ धेरै बकुल्ला फलेको छैन काट्ने मान्छे भन्नाले यो घाँस चाहिँ अरूलाई नै काट्नु त्यो हामीले मल ल्याउने आन्टीलाई भनेको तर साच्नु भएको अरे उहाँको गाई भ्याउने जेलसम्म कहिले भ्याउँछ यो घाँस त अनि ओइलाएर तर ओइलाउँदैन नि होला नि है यो बढ्छ होला है
उहाँ बाख्रा कराइरहेको छ यो चाहिँ हाम्रो गाउँ हो तर उहाँ तलतिरको जस्तो के अरे तल यस्तो राम्रो गाउँ फलेको छैन के कस्तो यो यही गरामा मात्रै कस्तो राम्रो फलेछ ऊ यता तलतिर पनि रोपेको छ उयो टनेल भन्दा यता मासतिर चाहिँ हाम्रो हो त्यहाँ रोपिरहेको छौँ यता पनि रोपेको छौँ उहाँ तल पनि रोपेको छौँ तर त्यता यस्तो राम्रो गाउँ नै फलेको छैन पानी परेन अरे अनि मेरो क्युटी पाइ यता हेर न एकचोटि मैले उसलाई गाजर लगाइदिएको छु आज यता हेर बाबु बेबी त्यस्तरी होइन यता हेर न बेबी हामी चाहिँ बकुला टिपेर सकिसक्यो धनियाँ हेर्नु गाइज हाम्रो कत्रो छ धनियाँ देखाइदेऊ त बुढा त्यो पहेँलो चाहिँ पहेँलो भएको फाल्दो एउटै बुट यत्रो ठुलो छ कि भाइ त्यो जरासँगै उखाल्यो ल खै के यो किरा यो फेलपास किराको कसलाई थाहा छ फेलपास भन्छ कस्तो चरक्क घाम लागेको छ आज त भयो होला हौ त्यति धेरै लग्नु हुँदैन जाम भाइ आऊ भाइ आऊ छिटो आऊ काँधै दुख्यो बकुलाले काँधै दुख्यो गाइस भाइ हामी त गयौँ ल छिटो आऊ कस्तो यहाँ फेरि कति नजिकै हेलिकप्टर उड्छ है आऊ न भाइ ल हिँड अगाडि हिँड ल के हो त्यो यो चाहिँ हाम्रो तोरीको बिउ हो क्या तोरीको बिउ ऊ त रुखेर न कस्तो बबाल देखिरहेको थियो हजुर यसरी झार्छौँ हामी तोरी चाहिँ अनि यस्तो गरेर अनि फेरि यही तोरी छरिदिनुपर्छ कि पछि चाहिँ साग खानालाई होइन तोरीको चाहिँ तेल बनाउँदा नि हुन्छ यसको त्यही नि हाम्रो भिडियोहरूमा त्यस्तो कमेन्ट गर्ने मान्छे त आउँदैन त्यही नि छिछि कस्तो खुट्टाले कुचेको भन्थ्यो अरू भाइरल युट्युबर भएको भयो हुन त लट्टीले टुक 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 हान्नु नि ल मेरो छोराले पनि कुटिरहेको छ जाऊ भाइ जाऊ त्यस्तै गरेर ल जाऊ छिटो यसरी गर्दा चाहिँ एकदम छिटो हुन्छ गाइस आफ्नो हातको बल पनि पर्दैन खुट्टाले अलिअलि मुरुक पार्यो सकियो हो Thanks for watching this video. Bye bye.